लम्की बजारमा जाँदा यस्तो होला मैले सोचेकै थिइनँ। के भयो त आउनुहोस् भिडियो अन्तिमसम्म हेर्नु। म चाहिँ ग्यास बिहानै उठेँ, हल्का पानी परिरहेको थियो, मौसम चाहिँ एकदमै खतरनाक थियो किनकि बर्खा लागिसकेको थियो। मौसम चाहिँ एकदमै खतरनाक थियो, तपाईँले म देखाउँछु हेर्नुहोस्। मौसमको अवस्था यस्तो छ हाम्रो गाउँको, लगातार 2-3 दिनदेखि एउटा पानी परिरहेको थियो। म चाहिँ आज लम्की बजार जाने सोचमा थिएँ। हेर्नुहोस् आज चाहिँ हाम्रो ड्रागन फ्रुट चाहिँ फुलेको थियो, पानी परिरहेको थियो। ड्रागन फ्रुट चाहिँ फुलेर यस्तो दामी चाहिँ देखिएको थियो। तपाईँ हेर्नुहोस् म देखाउँदैछु। धेरै वर्ष 1-2 वर्षपछि फुल्यो हाम्रो ड्रागन फ्रुट। त्यो चाहिँ मेरो बुढीको पारा चाहिँ फेरि बेग्लै छ। हेर्नुहोस् गाइस, म चाहिँ फेरि लम्की जाने भनेर चाहिँ गाडीको वेटिङमा बसिरहेको थिएँ। लगभग आधा घन्टा वेट गर्दा पनि गाडी नआएर चाहिँ गाइस म चाहिँ अटोमा चढेर जानुपर्ने भयो। यता चाहिँ म चाहिँ अटो ड्राइभरसँग बसेको छु। हेर्नुहोस् तपाईँले म देखाउँछु। यता चाहिँ हाम्रो साइडमा अटो चलाइरहेका छन् दाइ, म चाहिँ मजाले बसिरहेको छु। म चाहिँ लम्कीबाट आएर चाहिँ नास्ता खान बसेँ। मेरो प्यारो विष्णु दाईको पसलमा भाउजूसँग बसिरहेको थिएँ। म नास्ता खाएर चाहिँ आफ्नै क्रस फायरमा चाहिँ घरतिर लागेँ। पानी परिरहेको थियो अलिअलि। साइकलमा चाहिँ म घरतिर लागेँ। गाइस भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ गाइस। सपोर्ट गरिदिनु पऱ्यो, हजुरहरूको सपोर्ट चाहियो।